नमस्कार सबैमा। आज चाहिँ हामी सर्लिफाईबाट सफ्ट डोमेनमा वेबसाइट कसरी बनाउन सकिन्छ, सर्लिफाईको प्लेटफर्म युज गरेर भन्ने कुराको हजुरहरूलाई म जानकारी दिन्छु हैन। हजुरले चाहिँ फर्स्टमा गुगलमा गएर चाहिँ हजुरले ब्राउजरमा गएर सर्लिफाई.com सर्च गर्नुहोला। सर्च गरिसके पछाडि चाहिँ हाम्रो यो वेबसाइट खुल्नेछ। यो वेबसाइटबाट चाहिँ हामीले बनाउन सक्छौँ सफ्ट डोमेनमा। हामीले के काम गर्छौँ, कस्तो कस्तो थिमहरू छ, हाम्रो प्राइजिङहरू के छ भनेर चाहिँ सबै कुराहरू यहाँबाट नै हजुरहरूले हेर्न सक्नुहुन्छ। र म चाहिँ एकजना कस्टमरको लागि सफ्ट डोमेनमा वेबसाइट बनाउन लागिरहेको छु। हजुरहरूले पनि यसरी नै ट्राई गर्न सक्नुहुन्छ। यहाँनिरबाट चाहिँ वाच डेमो गर्नुभयो भने कसरी बनाउन सकिन्छ भनेर नि हेर्न पनि सक्नुहुन्छ। नभएदेखि स्टार्ट योर फ्री ट्रायलमा क्लिक गर्नुभयो भने चाहिँ एउटा फर्म खुल्छ हैन। फर्म खुल्छ यस्तो सर्लिफाईको। यहाँनिर गएर चाहिँ अब कस्टमरको नाम, जस्तै हजुरको नाम, बिजनेस नेम, इमेल, फोन नम्बर र पासवर्ड एउटा राखिसके पछाडि चाहिँ सफ्ट डोमेनमा वेबसाइट रेडी हुन्छ हैन सर हैन। एउटा चाहिँ राम सर भन्ने हुनुहुन्छ, राम विष्ट भन्ने हुनुहुन्छ। उहाँको स्टोरको नाम चाहिँ बितिसा भन्ने रहेछ। उहाँको छोरीको नाममा राख्नु भएको रहेछ। स्टोर भनेर यसरी यहाँनिर स्पेस छोड्नु भयो भने नि भइहाल्छ, नछोड्दा पनि फरक परेन। अनि उहाँले इमेल एड्रेस मलाई पठाइदिनु भएको छ। स्टोर 89@gmail.com हो उहाँको जिमेल चाहिँ। अनि फोन नम्बर चाहिँ ट्राई नगरिदिनु होला हैन, ट्राई नगरिदिनु होला। र म एउटा पासवर्ड बनाउँछु। यो पासवर्ड बनाइसकेपछि चाहिँ हामीले क्रिएट गरिसक्यौँ। यहाँनिर यति फर्ममा भर्नुपर्ने कुराहरू भरिसके पछाडि चाहिँ भइसक्यो। हाम्रो अर्को प्रोसेसमा चाहिँ क्रिएट अकाउन्टमा क्लिक गर्नुभयो भनेदेखि हाम्रो चाहिँ अब क्याटेगोरीहरू खुल्छ। जस्तै हाम्रो बिजनेस क्याटेगोरीहरू खुल्छ हैन। उहाँ चाहिँ अब जस्तै उहाँ चाहिँ अब फेसन प्रोडक्टहरू, जस्तै अब हाम्रो क्लोथिङ प्रोडक्टहरू चाहिँ बेच्नु हुँदो रहेछ। त्यही भएर उहाँको लागि चाहिँ क्लोथिङ एन्ड एपियरेन्स छानौँ हैन। अनि उहाँले थिम चाहिँ कुन मन पराउनु भएको थियो भन्दाखेरि चाहिँ यो धौलागिरी थिम मन पराउनु भएको थियो। र धौलागिरी क्लिक गर्ने बित्तिकै थिम सेलेक्ट भइसक्छ हैन। हाम्रो सफ्ट डोमेनमा वेबसाइट चाहिँ बनिसक्यो। हामीले यहाँनिरबाट चाहिँ प्रोडक्ट लिस्टिङ हैन, पेजेसहरू, ब्लगहरू, आर्टिकलहरू हैन, कलेक्सनहरू, पेमेन्ट गेटवे सबै कुराहरू यताबाट म्यानेज गर्न सक्छौँ। र वेबसाइट चाहिँ कस्तो बन्यो भनेर म हजुरहरूलाई देखाउँछु। यहाँनिर भिजिट वेबसाइट गर्ने बित्तिकै यो अब मात्रै अब यो वान पेजको मात्रै बन्छ, किनकि हामीले अरू पेजहरू त बनाउन बाँकी छ। यति मात्रै देखिन्छ। अब ब्याकएन्डबाट चाहिँ हामीले यहाँनिरबाट चाहिँ लोगोहरू हैन, पेजहरू, प्रोडक्टहरू लिस्ट पुरै गर्न सक्यौँ। आज चाहिँ हाम्रो चाहिँ के थियो भन्दाखेरि हजुरहरूलाई चाहिँ सफ्ट डोमेनमा वेबसाइट कसरी बनाउन सकिन्छ भनेर चाहिँ हामीले हजुरहरूलाई इन्फर्मेसन भिडियो बनाएको र यो हजुरहरूले फ्री ट्रायल लिन सक्नुहुन्छ जुनसुकै बेला पनि। वेबसाइटमा गएर, हाम्रो सर्लिफाईको वेबसाइटमा गएर जुनसुकै बेला पनि हजुरले फ्री ट्रायल लिन सक्नुहुन्छ।